हेलो गाइजहरु, अब चाहिँ फेरि मैले भ्लग बनाउन थालेँ है। अहिले चाहिँ हामी घर फिर्किँदै गरेको है गाइजहरु, अमला बेचेर। अब चाहिँ म यसलाई भेट्छ। ओ नभाग्न, साथी चाहिँ लजाएर हिँडिसकेको छ अहिले। ए भिरै भिड छ। ओ साथी भिड हेर्नु होला माथि। घर आउँदै गरेको गाइजहरु, घर चाहिँ आउँदै गरेको हामी हैन। ओ छेडुपे आइज न, यस्तै मुला ए साथीको नाममा नि कलम आइज न। यो भाइ चाहिँ साह्रै लजाउँछ क्या, यो भाइ चाहिँ साह्रै लजाउँछ। घरमा गएर जम्मै सुनाउँछ अरे मेरो यो भाइले। अनि यसो यो चाहिँ अधेरी खोल्छ है। बेर हेर्नुहोस्, भिड चाहिँ फेरि बाल छ नि भिड त। हेर्नु गाई हेर्न सक्नुहुनेछ। हेर्नु सक्नुहुन्छ है गाईहरू। अब चाहिँ उहाँलाई बेचेर आएको 100 मात्रै हो दिनभरिमा। थ्याट, मेरो घरमै बस्थ्यो म त। अब 6 पोका लागेको 1 पोका बिको। भाइ चाहिँ भागिसकेको छ, उपर भागिसकेको छ गाईहरू। भिड चाहिँ यस्तो छ है। फाइनली अहिले चाहिँ हामी धारा छेउछाउ आइसक्यौँ। धारामा पानी खाएर हामी जानेछौँ। म चाहिँ एकछिन दौडिन्छु। भागेर सको भेटौँ भन्छु, भाग्छ त्यो। हामी चाहिँ धारामा आइसक्यो फाइनली। गाईहरू यस्तो छ है हाम्रो गाउँघरको धारा। अहिले चाहिँ यो धारामा गएर पानी खाने हो। ठक चढ्यो। पानी खाने हो। मिठो छ यहाँको पानी, बब्बाल मिठो छ। जस्ट आज मलाई भेट्नु गएको रमाइलो चाहिँ भोटकेटाहरूसँग। केटा पर छ त्यो जाँदैछ। बाटो हिँड्दैछु अहिले चाहिँ म।
बाटो हिँड्ने हो। अब चुनाव पनि हुँदैछ होइन गाइजहरू। अब आइज भन्दैछ भाइहरू, आइज भन्दैछ। हामी सिधी घर आइपुग्न लाग्यो। घर अब 10 मिनटमा आइपुग्छौँ हामी है।